मनुजी कविहरू प्राय जसो प्रेम भावको कविता बढी लेख्नुहुन्छ। यो बढी प्रेममै अथवा प्रेम भावनामै बढी कविहरू बग्ने गर्नुहुन्छ या तपाईँहरूको सिर्जना मात्र त्यस्तो हुन्छ? हजुर, स्वाभाविक रूपमा प्रेम भावनामा पनि बग्छन्, तर अब त्यो कस्तो किसिमको प्रेम भावनामा बग्ने भन्ने कुरो चाहिँ व्यक्ति अनुसार पनि हुन्छ। जस्तो म चाहिँ मेरो आफ्नो व्यक्तिगत लेखन शैली अथवा व्यक्तिगत विचारले भन्ने हो भने चाहिँ म चाहिँ धेरै देश प्रेममा, राष्ट्र प्रेममा र जीवन प्रेममा म बढी बग्छु सृजनात्मक म कवि भएको हैसियतले। यो तपाईँको मनिजी तपाईँको प्रकाशनमुख बुकमा कविता सङ्ग्रहमा पनि धेरै प्रेम भावकै भावनाहरू मैले छछल्केको देखेको छु, पाएको छु। यो तपाईँको वास्तविक भावनाले त्यता डोर्याएको हो या सृजनाको रूपमा यसरी राख्नुभएको? मेरो प्रकाशनमुख आउँदै गरेको किताबको नाम चाहिँ मेरो भागमा परेको प्रीत नै हो। वास्तवमा भन्यो भने त्यहाँ पहिलो मेरो त्यो कविताको जुन नामको कविता छन्। तर कस्तो भनेदेखि म प्रेमी नै हुँ, तर भन्नाले म प्रेमी भन्नाले पक्का यो लभ स्टोरीको प्रेमी नभएर माया हामीलाई सबैको हुन्छ। म विशेष गरी प्रकृतिलाई प्राकृतिक प्रेमी हुँ र मलाई प्रकृति बारेमा वर्णन गरेर लेख्नु एकदमै मनपर्छ। मलाई खोला, नाला, झरना इत्याक्रम हुन्छ नि, त्यसलाई त्यस विषयमा मेरो धेरै छ। अनि हाम्रो कवि मनुजीले भने जस्तो देश प्रेमी, त्यसमा पनि मेरो थुप्रै देशप्रेमी कविताहरू पनि छन्। र मलाई कस्तो लाग्छ भने एउटा भावना हो, हुन त कवि सबै हुन्, तपाईँ पनि कवि हो, सबैजना कवि हो, तर त्यसमा के मात्रै हुन्छ भने कवित्व सबैमा हुन्छ, तर कसैमा तपाईँको त्यो कवित्वलाई पेपरमा निकाल्न सक्ने क्षमता हुन्छ, कसैलाई हुँदैन। तर भावना त सबैको हुन्छ नि। राम्रो ठाउँमा गएर हेर्दाखेरि उनीहरू पनि विलप हुन्छन् नि, तर उनीहरूले प्रस्तुत गर्न पो सक्दैन। त्यसले गर्दाखेरि कसैको प्रस्तुत गर्ने क्षमता हुन्छ, कसैको हुँदैन, त्यति मात्रै हो। र एकदम भाव मायाले ओतपोत भएको मान्छे मात्रै कवि हुन्छन् र लेख्छन् भन्ने चाहिँ त्यो सत्य हो जस्तो मलाई लाग्दैन। हामीले मनिजीको जीवनसाथीसँग समर्पित कविता त सुनिसक्यौँ। मनुजी, तपाईँले त्यस्तो रचना गर्नुभएको छ तपाईँको जीवनसाथीलाई समर्पित गरेर? त्यस्तो जीवनसाथीलाई नै भनेर, अब जस्तो व्यक्ति विशेष भने जीवनसाथीलाई नै भनेर त्यस्तो त अहिलेसम्म गरेको छैन। म चाहिँ धेरै चाहिँ यो पहिला अब कति त्यतिकै लेखियो होइन, त्यो अब त्यो मैले नजानेर हो, अथवा त्यो चाहिँ नजानेर भन्दा पनि जस्तो म कवि नै हुन्छु भन्ने एक किसिमको मलाई त्यो एम पनि थिएन। त्यो भएर त्यतिखेरको रचनाहरू त्यति छैन मसँग। अनि जब यो भनौँ न हाम्रो नेपालमा चाहिँ द्वन्द्वपछिका भनौँ न द्वन्द्वकाल पछाडिको जुन देशको स्थितिमा चाहिँ मलाई धेरै नै देशको अवस्थाले चाहिँ मलाई त्यतिखेर दुखाएपछि चाहिँ बढी म रचनामा गरेँ। त्यसकारण मेरो चाहिँ प्राय कविताहरू यो अहिलेको भनौँ न प्रकाशित कविता सङ्ग्रहमा चाहिँ बढी देशप्रेमप्रति र समाज प्रेमप्रतिको सृजनाहरू छन्। सधैँभरि उहाँहरू सँगसँगै भएर पनि होला सायद उहाँको कविता छुट्यो, मेरो चाहिँ टाढा भएर यो त्यो भयो र छुट्यो। सायद मेरो पनि सीमा मसँगै भएको भए यो कविता उहाँको चाहिँ हाम्रो रानी सबै साथै भएकोले गर्दाखेरि सायद देशप्रेमतिर लाग्नु जस्तो छ। मैले चाहिँ यसपालिको भ्यालेन्टाइन्स डे प्रणय दिवस हुन त तपाईँको जीवनसाथी बाहिर हुनुहुन्छ, तैपनि उहाँलाई सम्झेर कुनै स्पेसल अथवा अहिले त प्रविधिको विकास एकदमै भएको छ, स्काइपबाट भिडियो च्याट गर्न सकिन्छ, भिडियोमा कुरा गर्न सक्छ, कुनै स्पेसल त्यस्तो मनाउने विचार गर्नु भएको छ? अहिलेसम्म आएदेखि हामीले खासै दुईजनाले पनि भ्यालेन्टाइन डे हामी मनाएको पनि छैन। अभाग्यवश हामी धेरै नै टाढा पनि भएर बसेका पनि छौँ। तर त्यस्तो गुड ओकाजन आउँदाखेरि जे होस् हामीले विस गर्छौँ एकअर्कामा। म पनि पक्कै पनि भ्यालेन्टाइन डेमा उसलाई म विस गर्छु, ओरैबाट फुल देखाउँला अनि उसले पनि ग्रहण गर्ला त्यो चाहिँ हो। तर खासै त्यस्तोहरू चाहिँ भनौँ न हामीले पहिलो कुरो त भनि पनि हालेँ हामी साथमा छैनौँ पनि यसरी मनाउनको लागि, तर पनि हामी पक्कै पनि एकअर्कामा विस गर्छौँ। भ्यालेन्टाइनदेखि मनाइरहन्छौँ। चाँडै हाम्रो भेट होस्। यहाँलाई शुभकामना, चाँडै भेट होस्।
मनुजी एकचोटि तपाईँको फेरि यो भ्यालेन्टाइन्सकै अवसरमा तपाईँको प्रकाशित कुनै त्यस्तो माया प्रेमसँग सम्बन्धित कविता छ भने एकचोटि दर्शकहरू सामु सुन्न मन लाग्यो। प्रकाशित भनेर यो सङ्ग्रहमा त छैन। मसँग अर्को यो हाम्रै यहाँ विश्व सन्देशमा पनि प्रकाशन भइसकेको कविता एउटा छ र यो कविता चाहिँ मैले गत सालको भ्यालेन्टाइन स्पेसलको रूपमा लेखेको विषयमा त्यो दिनको विशेष कविता हो यो। त्यो कविता अलिकति लामै छ अनि म चाहिँ अलिकति यो एउटा अंश चाहिँ पढेर सुनाउँछु। यो चाहिँ सोल्टीलाई प्रेमिलो सम्बोधन भन्ने शीर्षकबाट हो होइन। अनि यो चाहिँ यो कविता वाचन गर्दाखेरि धेरैले अनि तपाईँको कवितामा चाहिँ नि सोल्टी शब्द धेरै आउँछ भन्ने कुराहरू पनि भएको थियो। अनि त्यहाँ चाहिँ मैले के जवाफ दिएको थिएँ, मेरो चाहिँ आफ्नो स्वयं सोल्टी चाहिँ कोही पनि हुनुहुन्न, मलाई साह्रै सोल्टी भन्ने रहर थाती नै भएकोले यो चाहिँ लेखेर मैले अनि यो चाहिँ नि बुझाएकै भनेर जवाफ पनि दिएको थिएँ। त्यही भएर अनि मैले सोल्टीलाई प्रेमीले सम्बोधन शीर्षकबाट सोल्टी अचेल देब्रे छातीको भन्ज्याङनेर ढुकढुकीसँगै मनगाउँका ngौलो र ngोल्छेउहरू सालैजु भाकामा जुहरी खेल्छन्। यसरी भावीले लेखेको निधारको रेखी सालैजुको देख्न सक्छ र आँखाले देख्यो मनले रोज्यो सालैजुको छेक्न सक्छ र रूपसे झर्ना जस्तो तिम्रो प्रेमले त्यो रोदी घर्नेर आँखा खोल्दा त आफ्नै छाती पो शिला पत्थर जस्तो देख्छु र मेरो आयु नाइल नदी देख्छु। माई धारमा माई मेला घुम्दा आँखाले आँखालाई तानेर धान नाचेको त्यो बेला निलो आकाश मुनि चुर्लुममा दुई आत्माहरू मक्कर नुहाउँदै धेरै बेर मिसिसिपी र मिसौरी बगिरहे। हृदयका सिपीहरू रमाउँदै सिली नाचिरहे सोही ढोले सोही सोही ढोले सोही। कविहरू मेरो यो अलिकति म चाहिँ अघि नै मैले भने कवि भएको हैसियतले म अलिकति कन्टेम्पोरेरी टाइपको चाहिँ कविता संसार घुम्नुहुन्छ। भावनामा म यो कविता मार्फतै म देश प्रेम गर्छु, संस्कृति संस्कार प्रेम गर्छु, व्यक्ति प्रेम गर्छु। त्यो अनुसारले चाहिँ यो सोही ढोली सोही चाहिँ मेरो राई संस्कारको चाहिँ मलाई त्यसलाई हाम्रो मणिजीको पनि एउटा प्रकाशोन्मुख कविता अथवा तपाईँको पूर्व प्रकाशित कविता केही छ? प्रकाशोन्मुख कविताकै मा पाउनुहुने एउटा कविताको टुक्रा अथवा त्यो छोटो छ, मेरो कविताहरू प्रायः छोटो छ, सुनाउँछु। जीवन यात्रा कविताको शीर्षकमा पछि तपाईँले पढ्न पाउनुहुन्छ। मेरो ब्याकग्राउन्ड ब्रिटिस आर्मी भएकोले गर्दा मैले धेरै देशहरू घुमेको छ र धेरै देशमा कस्तो ठाउँमा पुगेको छु भने दुःख जहाँ छ दुःख र दुःखै सधैँ हुँदो रहेछ। आज तपाईँ नेपालमा जन्मिनुहोस्, जहाँसुकै जन्मिनुहोस्, तर यस्तो ठाउँमा पुगेँ कि त्यो ठाउँको वातावरण मान्छेलाई हेर्दाखेरि मलाई कस्तो लाग्यो भने नेपाल त कति धनी देखेँ मैले त्यो ठाउँमा। त्यहाँ तपाईँको त्यो नागफनी क्याक्टस, त्यो काँडावाला भागको जमिन मात्रै तपाईँले आँखाले भ्यासम्म देख्नुहुन्छ, त्यहाँ मान्छे बसेका छन्। त्यो देखेर मैले जीवन यात्रा, त्यसलाई अब जहाँ गएपछि भगवान्ले पनि अलिकति अन्याय नै हुँदो रहेछ भन्ने लागेर मैले जीवन यात्रा लेखेको छु। त्यो म तपाईँलाई अलिकति अंश अथवा छोटो छ सुनाइदिन्छु। जीवन यात्रा। फोस्के माटोको पाखुबारी यो भाग्य सिमसिमेले पहिरो लान्छ। हरेक याम बुट्यान रोप्छु कर्मनी फोस्के मुसले तर्किन्छ। दुःखको सुखाले खडेरी लागेर पटपटी भाँजो फुटेको छ मन, तर त्यहाँ दर्के तर्किन्छ। फस्टाएर आँसु पहाड चुलिँदा हाँस्नु नपाई मुस्कान मासिन्छ। राजस्थान यो ख्याउटे शरीर बलौटे जिन्दगी, त्यहाँ सधैँ अनिकाल पिसिएर निधार बर्सिन्छ। पत्रे चट्टानको उकालो मात्र अंशमा परेको जीवनको यात्रा, पाइला नचाली तेर्सो सकिन्छ। भोग्न नपाएर होला सायद सुख सम्झिँदा मन तर्सिन्छ। बेसाको ढाकरमाथि जन्मेको यो ज्यामी ढुकढुकी, बेसाकै ढाकर मुनि कुनै छ ठप्प रोकिन्छ। के खुसी के सुख छाम्न नपाई यात्रा सकिन्छ। कति मिठो कविता। यहाँले कविता संसार ढुलेर अनुभव गरेर कविता लेख्नुहुन्छ कि कविता लेखेर संसार डुल्नुहुन्छ, संसार सम्झेर कविता लेख्नुहुन्छ?
पहिला चाहिँ मैले लेख्नु पर्दा चाहिँ वातावरण तयार गर्छु म होइन कुन प्रकारको कविता लेख्ने भनेर। अनि कोही बेला यस्तो पनि हुन्छ कि म कविता लेख्छु र बसेर कवितै आउँदैन तपाईँको, कोही बेला स्ट्राक हुन्छ नि, एउटा प्लट आउँछ अनि त्यो प्लट अनुसार लेखिन्छ। अब यो चाहिँ कस्तो अघि मैले भने प्राकृतिक प्रेमी भएको लगाले म त्यहाँ पुगेर त्यो ठाउँ हेरेँ नि वातावरण देख्ने बित्तिकै तपाईँमा कविता आउँछ कि एउटा देखेर पनि विचार भन्ने तरिकाले। र मेरो कवितामा प्रायः जस्तो यो धनीहरू कवितै आउँदैन मेरोमा, त्यो मलाई कसरी त्यो विश्लेषण गर्नै आउँदैन, मलाई वर्णन गर्नै आउँदैन। त्यही भएर मेरो प्रायः जस्तो यसरी गर्दाखेरि सायद म पहिला हेरेर पछि कविता म महसुस गरेर कवितामा तयार गर्छु। मनु लोहरुङज्यू, तपाईँको नामको पछाडि लोहरुङ आउँछ, तपाईँको प्रकाशित बुकमा पनि लुङमारी मिथक छ। यो लोहरुङ र लुङमारी मिथकमा कुनै त्यस्तो सम्बन्ध छ अथवा यो के यसको अर्थ के? हजुर हजुर पक्कै पनि छ। हजुर विशेष भन्दा पनि यो लुङमारी मिथक र मेरो मौनो पछिको लोहरुङसँग चाहिँ एकदम नितान्त सम्बन्ध छ। हजुर किन भन्दाखेरि यो लोहरुङ भनेको चाहिँ मेरो राईभित्रको एउटा थर हो होइन। राई भनेको चाहिँ एउटा जात जस्तो भनौँ, त्यसपछिको त्यो विभिन्न थरीभित्रको लोहरुङ राई हो म होइन। अनि यो लुङमारी मिथक कसरी आयो भन्दाखेरि चाहिँ लुङमा भनेको चाहिँ मेरो लोहरुङ भाषाबाट लुङमालाई मुटु भनिन्छ। अनि त्यसलाई चाहिँ मैले चाहिँ अनि त्यो नामबाट विशेषण बनाएको, लुङमाबाट लुङमारी, मुटुमै त हो माया प्रेम हुने, मायाबाट मायालु भने प्रेमिलो मिथक भनेर यसरी पनि अर्थ लगाएको। यो मैले आफैले यो क्रिएसन गरेको। के अरे कविता पनि रचना गर्नुभयो, कविताको नाम पनि आफ्नै तरिकाले यो चाहिँ यसको एउटा म हजुरलाई एउटा पनि भनौँ न किन यसरी क्रिएसन गरेको भन्ने कुरामा चाहिँ म यसलाई छोटो संक्षिप्त भनिहाल्छु। यो चाहिँ जस्तो भनौँ न लोहरुङ, अब यो लुङमारी मिथकभित्र मिथककै कुरा मात्रै छैन, यो चाहिँ अलिकति जस्तो देशप्रेमका कविताहरू भए पनि लुङमारी मिथक चाहिँ कसरी भयो भन्दाखेरि चाहिँ लोहरुङ को विशेषताले यसलाई पनि अलिकति भनौँ न बाउन्डेड गरेको भनेर चाहिँ मैले आफैले चाहिँ त्यसरी क्रिएसन गरेको होइन। मनिजी, तपाईँको प्रकाशनमा किताब कविता सङ्ग्रहको शीर्षक नाम छ मेरो भागमा परेको प्रीत। यो मेरो भागमा परेको प्रीत भनेर तपाईँले कसरी एउटा गर्नुभयो? त्यसमा कुनै त्यस्तो भावना छ अथवा तपाईँ छुटिएर टाढो धेरै रहनु परेको हुनाले यहाँबाट तपाईँले गर्ने तपाईँको भागमा परेको प्रीतलाई दर्शाउन खोज्नु भएको हो कि त्यस्तो कुनै? खासमा यस्तो भागमा परेको प्रीत भने चाहिँ प्रीत धेरै किसिमको छ। देशको पनि प्रीत भयो, गाउँको पनि प्रीत भयो, खोला नालाको प्रीत भयो, जो मैले त्यहाँबाट छोडेर गएँ। धेरै वर्ष मैले त्यो ठाउँमा भोगेँ, त्यहाँमा जन्मिएँ, त्यहाँ हुर्केँ, त्यहाँबाट त्यहाँ गएको खोला नाला हरेक ढुङ्गा स्टेपसँग मेरो प्रीत थियो नि, माया बस्यो। म चटक्कै लाउरी भएर गइसकेँ, त्योसँग छुट्टियो, त्यो पनि एउटा प्रीत बस्यो मेरो। सायद म अल्लारी केटा ठिठो हुँदाखेरि अल्लारीहरूसँग मेरो आँखा जुत्न थालेको थियो होला, त्यो त्यत्तिकै मासिरहेको, त्यो पनि मेरो प्रीत भयो। र देशको प्रीत भयो। त्यसो हुँदाहुँदै कस्तो लाग्यो भने मलाई गएर पछि गएर चाहिँ कस्तो लाग्यो भने चाहिँ एउटा के आयो भनेदेखि नि मलाई भन्नुपर्दा चाहिँ प्रेम गरिसकेपछि प्रीतमा आफूले जति प्रेम गर्छ त्यो प्रीति आउनुपर्छ भन्ने छैन, आफूले पाउनुपर्ने छैन, नहुँदो रहेछ क्या। त्यहाँ तपाईँले कति जानुहोस्, अघि मैले कुरा गरेँ भ्यालेन्टाइनमा फुल दिएपछि त्यो फुल एक्सेप्टै हुनु पर्दैन, तर पनि त्यो उसको प्रकारको प्रीत त हो नि, त्यो प्रीत हो नि। गर्दाखेरि मेरो देशमा चाहिँ के छ भन्दाखेरि मैले कति गरेँ, मैले आकाश पुगेँ, पाताल पुगेँ, गएर मैले समुद्रमा पुगेँ, समुद्र छालानेर गएर तपाईँको डुबुल्की मारेर त्यहाँ बसेँ, गएर मैले मरुभूमिमा गएर पर्खेँ, र पनि उसको दिलको ढोकासम्म म पुग्न सकिनँ। त्यसको एक भाग म भन्नु थियो, तर मलाई अहिले ठक्कै चाहिँ आएन होइन।